हेलो एभ्रिवान वेलकम छ फेरि तपाईँलाई मेरो मिनी भ्लगमा हो। अन्त आज चाहिँ थर्सडे हो। अन्त आज म सलुनमै छु। अन्त थर्सडे चाहिँ त्यस्तो कस्टमरहरू छैन नि त। अन्त हाम्रोमा यहाँ थर्सडे ट्युजडे वेडनेसडे चाहिँ स्टाफहरूको पनि विक अफ हुन्छ, टर्न वाइज हुन्छ। अन्त त्यही भएर चाहिँ आज स्टाफहरू पनि कम्ती छ। अन्त कस्टमर त त्यसै पनि थर्सडे त्यस्तो हुँदैन। आज त झन् किनभने पानी पऱ्यो, अहिले हिजो पुरा गरम थियो, आज पानी परेको कारणले चाहिँ त्यस्तो कस्टमर छैन नि त। अन्त त्यही लागि चाहिँ म सोच्दैछु मेरो हेयरलाई अलिकति रिफ्रेस पारौँ भनेर हो। कलरहरू चेन्ज गरेर हुन्छ कि कटिङ गरेर हुन्छ कि के गरेर। अन्त म यहाँ मेरो हेयर ड्रेसर जो भाइ छ, हेयर स्टाइलिस्ट, उसलाई म सोध्छु के गर्दा ठिक हुन्छ। अन्त तपाईँहरूलाई म लास्ट रिजल्ट देखाउँछु। अहिले चाहिँ यस्तो छ है, यो पर्खिनुहोस्, म तपाईँलाई ब्याक देखाउँछु। यस्तो छ है, देख्नुहुँदैछ यस्तो छ होइन। अन्त अब चाहिँ म चेन्ज गर्नेवाला छु, अलिकति कस्तो हुन्छ हो। अन्त म तपाईँहरूलाई देखाउने छु कस्तो हुन्छ हो। अन्त कटिङ गर्नु एकदम जरुरी छ मेरो, किनभने म चाहिँ एकदम हेयरलाई टर्चर दिन्छु। अन्त बेसी मैले यहाँ केही गर्नु पनि पाउँदिनँ नि त, किनभने कस्टमरहरू भइरहेको हुन्छ हो। अन्त कस्टमरहरू भएको बेलामा आफू त केही गर्नै पाउँदैन, कोही बेला यस्तै टाइमहरू हुँदाखेरि मात्रै हो। त्यही भएर चाहिँ हुन्छ। अहिले म तपाईँलाई प्रोसेसिङ पनि देखाउँछु, अन्त लास्ट रिजल्ट पनि देखाउँछु। अहिले चाहिँ मेरो यहाँ हेयर वास हुँदैछ। फर्स्ट कटिङ गर्नुपर्ने हुन्छ, त्यही भएर चाहिँ हेयर वास एकदम जरुरी छ कटिङको लागि हो। यहाँ मेरो वास चाहिँ भूमिकाले गरिदिँदैछ, उसले चाहिँ एकदम राम्रो गर्छ। अहिले चाहिँ हामी एकदम फ्री छु यहाँ। अहिले हामी खालि 4जना मात्रै छु। मर्निङमा कस्टमरहरू थियो, आफ्टरनुनमा म अलिक बिजी नै थिएँ। अहिले इभिनिङ भएर चाहिँ पानी परेर चाहिँ अलिकति छैन नि त कस्टमर, त्यही लागि चाहिँ। अहिले चाहिँ मेरो कटिङ हुँदैछ, भाइले गर्दैछ, रजन भाइले। तिमीलाई त निकाल्नुपर्छ होइन। जस्ट स्टार्ट मात्रै गरेको छैन, मेरो कटिङ सुरु मात्रै गरेको थिएँ, त्यस्तै कस्टमर इन हुनुभयो हो। अन्त अब चाहिँ मेरो चाहिँ टाइम लाग्छ जस्तो छ, प्रपर चेन्ज हुनुको लागि चाहिँ आधी हुन्छ होला हो। र पनि म तपाईँलाई जति सक्दो देखाउने छु लास्ट रिजल्ट, हेर्दै गर्नुहोस् होला। आफ्टर कटिङ मेरो हेयर चाहिँ यस्तो भयो, सेट पनि गरेको छुइनँ अहिले चाहिँ मैले, किनभने कस्टमर वेटिङमा थियो। कस्टमरहरू त्यो पछि ब्याक टु ब्याक आउनु थाल्यो होइन। त्यो पछि हेड मसाजको कस्टमर, कलरिङको कस्टमर, हेयर कटको कस्टमर हो। त्यो सबै हामी 4जना थिएँ सुनिल भाइसित। 4जना हामी यस्तो बिजी भयो। हाम्रो 8:30 हामी सप चाहिँ क्लोज गर्छु अरू बेला सलुन चाहिँ। तर अहिले चाहिँ राति 9 बजिसकेको थियो एउटा बेबी हेयर कट गर्दा, त्यही भएर चाहिँ मेरो केही गर्नु पाइनँ हो। तपाईँलाई नेक्स्ट टाइम म देखाउने छु। थ्याङ्क यू फर वाचिङ।